गर्नु होला भनेपछि यहाँ वरिपरि त तपाईँ हामी नै बसोबास हुने हामी नै बसिरहेछौँ आफ्नो क्षेत्र आफै बिगार्ने काम चाहिँ नगर्नु होला त्यो मेरो अनुरोध गरेँ किनभने एउटा दुईवटा कता कता यसो कमेन्टहरू आउँछ त्यस्तो कमेन्ट सब नलेखिदिनु होला बरु कसैको रिस छ कहीँ कतै छ भने व्यक्तिगत आएर भन्नु होला यसमा दुईटा एकदमै महत्त्वपूर्ण ठाउँ एउटा लुम्बिनी जहाँ चाहिँ गौतम बुद्धको जन्मस्थल अर्को यो पाणिनी जहाँ चाहिँ व्याकरणको उद्गम स्थल यो एकदमै ठुलो चाहिँ धार्मिक र पर्यटनको हिसाबले र क्लाइमेटको यो जुन चाहिँ तापक्रमको हिसाबले पनि एकदमै महत्त्वपूर्ण ठाउँ भएको हुनाले हामी पहिल्यैदेखि नै यसलाई चाहिँ केही चाहिँ कुनै रूपमा प्रचार प्रसार गरौँ भन्ने हिसाबले चाहिँ खोज गरिरहेका थियौँ र अहिले हामी सरसर्ती हेर्दा यो बिचको समयमा पाणिनी सम्बन्धी के आधिकारिक कुराहरू पाइन्छ दस्तावेजहरू पाइन्छ भनेर हामी खोज्दै गयौँ जाँदाखेरि अहिलेको जमाना भनेको हाम्रो सबै कुरा मोबाइलमा छ हामी हेर्दा हाम्रो किताब हाम्रो चाहिँ आउने चाहिँ कुराहरू हामी घुम्न जाने ठाउँहरू हामीले लिने सूचनाहरू त्यो मोबाइलमा सबै चाहिँ के अरे केन्द्रित भएर गएको छ अब यो एआईको जमानामा हामी जे खोज्दै जान्छौँ त्यही नै कुराहरू बढी आउँदै गएको हुन्छ नेपालको पर्यटकीय क्षेत्रहरूको धेरै जसो हामी खोज्दै गयौँ भने त्यो डिजिटल प्रेजेन्स हामीतिर छैन र पाणिनीको कुरा गर्दै जाँदाखेरि दुईटा मात्रै अन्तर्राष्ट्रिय जर्नलमा दुईटामा मात्रै चाहिँ पाणिनीको शब्दहरू राखेको छ नत्र भने धेरै जसो चाहिँ हिन्दीमा इन्डियाकोलाई चाहिँ बढी मात्रामा केन्द्रित गरेर गराएको छ अनि यो भइदियो भने भोलि चाहिँ हामीलाई पनि पाणिनी को यो के अरे संस्कृत व्याकरणको उद्गम स्थल यो हो भनेर प्रमाणित गर्नलाई हामीलाई धौधौ हुने भयो यो चाहिँ कुनै एउटा ठुलो आधिकारिकता रूपमा देशकै भनौँ न एकजना प्रमुख व्यक्ति आएर टेकेर त्यसलाई चाहिँ दस्तावेजमा चाहिँ यो छ भनेर बोलिदिएको खण्डमा सञ्चार माध्यमबाट गएको खण्डमा यसले चाहिँ आफै प्रमाणित हुनेछ भन्ने हेतु चाहिँ यो कार्यक्रम चाहिँ हामीले चाहिँ सोच बनाएर एउटा सुरु गरियो अब यहाँ मुख्यमन्त्री पर्यटन मन्त्री धेरै चासो दिनुभएको छ अघि अजित दाइले कुरा गर्नुभयो सचिवज्यूले जे गर्नुपर्छ कति कर्मचारी कसरी लिएर जाने कहाँ गर्ने भनेर भोलिबाट 2-3 जना आउनु भएको छ गाउँपालिकाको सबै लाग्नु भएको छ र खुसीको कुरा उपसमितिका सबै वडा अध्यक्षहरू हुनुहुन्छ उहाँहरू लागि पर्नु भएको छ अब उहाँहरू आफ्नो ठाउँबाट सबै गर्नु भएको छ आफ्नो आफ्नो कामहरू हामी सबैले गरिराखेका छौँ यो गर्दा गर्दै पनि के हुँदो रहेछ भन्दा यत्रो ठुलो चाहिँ उसमा गर्दा अलिकति कहीँ छुटपुट हुन्छ जस्तो अस्ति हामी महाकुम्भमा गयौँ त्यो त्यत्रो ठुलो ठाउँहरू छ त्यत्रो 60 लगभग 66 करोड व्यक्तिहरू आयो भने त्यसलाई ठ्याक्कै म्यानेज गरेर मजाले गरेको र एउटा अचम्म लाग्दो के पाएँ भन्दा त्यहाँ जाँदा राति 3-4 बजेतिर हो हामी गणेशर हामी गएको थियौँ पारिपट्टि पाणिनीको सूत्र लेखेर मजाले त्यो ठाउँमा राखिराखेको चाहिँ भेटाएँ पाणिनीको पुरै सूत्र राखेर फोटो पनि हामीले खिचौँ भनेपछि यहाँ उत्पत्ति छ तर पाणिनीको बढी मात्रामा त्यतापट्टि प्रचारहरू गरिएर यस्तो यस्तो छ भनेर राखिएको हो अनि त्यहाँबाट हाम्रो सिकाइ चाहिँ कस्तो भइदियो भन्दा यो चाहिँ विशेष रूपमा पाणिनी धेरै महत्त्व भएको विषय हो र महत्त्वपूर्ण स्थान हो यसलाई चाहिँ उजागर गर्नलाई एउटा एकीकृत रूपमा राख्नुपर्ने र अर्को एउटा चाहिँ यो उत्तर प्रदेश पर्यटन बोर्डसँग चाहिँ हामी 1-2 चोटि छलफल पनि गऱ्यौँ उहाँहरूको चासो भनेको नेपाल र युपी उत्तर प्रदेश चाहिँ धार्मिक कोरिडोरको रूपमा जोड्न खोजिराख्नु भएको छ जस्तो अहिले हामीले हेर्दा पाणिनी भयो रेसुङ्गा भयो रिडी भयो अब केही दिनपछि प्रदेश सरकारले शालिग्राम महोत्सव भनेर रिडीमा चाहिँ गर्ने स्वर्गद्वारी भयो यो धार्मिक क्षेत्रहरू जुन चाहिँ छवटा यहाँ चाहिँ भएको ठाउँहरूमा चाहिँ यसलाई जोडेर एउटा कोरिडोरको रूपमा लाने भएको हुनाले यसलाई महत्त्वपूर्णको रूपमा चाहिँ राखिएको पनि छ र अर्को अहिले हालसम्म अघि अध्यक्षज्यूले हाम्रो रोमनाथ सरले धेरै कुराहरू चाहिँ गर्नुभयो अबको दिनमा हिजोबाट हामी सुरु गरिरहेछौँ अब हामी लगभग उपसमिति जति पनि हुनुहुन्छ उहाँहरूसँग बस्दै हामी छलफल गर्दै अरू कामहरू चाहिँ लिएर जान्छौँ त्यसपछि 27 र 28 को 2 दिनको कार्यक्रम हो यो जिज्ञासा पनि लाग्ला के गर्ने भनेर 27 गते चाहिँ 2-3 घण्टा भन्दा धेरै हुँदैन होला अब यो पनि प्रधानमन्त्री कहाँले हामी सम्पर्कमा छौँ त्यो औपचारिक कार्यक्रम चाहिँ अब प्रधानमन्त्री उपस्थित भएको हुनाले धेरै लामो चाहिँ प्रधानमन्त्रीले धेरै समय पनि दिन नसक्नु होला आउनुहुन्छ छोटो र मिठो कार्यक्रम थोरै वक्ताहरू हुने र छोटो कार्यक्रम हुने त्यसपछि 4वटा विषयवस्तुमा प्रस्तुतिकरण हुने अनि त्यो त्यही दिनबाट बेलुकाबाट पनि सुरु होला र अन्तिम दिनमा समापन हुँदाखेरि केही न केही घोषणा पत्रहरू अध्यक्षज्यूले भने जस्तो आउँछ र यहाँबाट आएको जुन चाहिँ हाम्रो दस्तावेज छ त्यो दस्तावेज चाहिँ पाणिनी गाउँपालिका यहाँको पाणिनी यहाँको समिति प्रदेश सरकार सङ्घीय सरकार पर्यटन बोर्डको सबैले चाहिँ एकरूपतामा चाहिँ यो पाणिनीको हाम्रो आधिकारिक दस्तावेज हो है भनेर हामी
त्यसलाई चाहिँ प्रयोग गर्छौँ। अघि हाम्रो होमकान्त सरले चाहिँ कुरा गर्नुभयो। अब सरलाई पनि अनुरोध गरेँ, किनभने सर ज्ञाता हुनुहुँदो रहेछ, त्यहाँ हामी त्यत्रो छलफल गर्छौँ 2 दिनसम्म। सर चाहिँ अनिवार्य रूपमा उपस्थित भइदिनु होला। सरको चाहिँ बुझेको कुराहरू कहीँ कतै नछुटोस्, किनभने त्यो दस्तावेज बाहिर आउँदा केही कुराहरू छुट्यो, अपनत्व भएन भने त्यसले फेरि अप्ठ्यारो पार्छ। त्यसले गर्दा संस्कृतसँग सम्बन्धित लगभग 25-30 जना चाहिँ हामी त्यही दिन त्यही छलफलमा अरू जानकार व्यक्तिहरू पनि बोलाउन चाहिँ खोजिरहेका छौँ, पत्रचार पनि गरेछौँ, जसले गर्दा बढीभन्दा बढी व्यक्तिले पाणिनीको जानकारी उहाँहरूलाई चाहिँ उपलब्ध गराउन र त्यसलाई चाहिँ समेटियोस् भन्ने एउटा चाहिँ गऱ्यौँ। र अर्को एउटा के पनि चाहिँ अनुरोध गर्न चाहन्छु भन्दा, यो ठाउँ आफैमा चुनौती छ, चिसो छ, हामीलाई अहिले बस्ने ठाउँ छैन, तर पनि हामीले चाहिँ यहाँ हुँदाहुँदै पनि टेन्ट राखौँ बसौँ भनेर जमर्को गरिराखेका छौँ। यसमा चाहिँ हामी सबैको चाहिँ साथ र सहयोग चाहिन्छ। यो उदाहरणको लागि मैले एउटा चाहिँ अनुभव सुनाएँ हजुरहरूलाई। हामीले घुम्न जाउँ बर्दिया भनेर बर्दियामा सुरु गऱ्यौँ। बर्दियामा सुरु गर्दा त्यहाँको चाहिँ ठाकुर बाबादेखि लिएर बर्दियाको वरिपरिको जनमानसहरू 25-30 हजार चाहिँ त्यो दिन कार्यक्रममा आउनुभयो। तर 25-30 हजारलाई चाहिँ लगभग 50-60 वटा झाँकीहरू त्यहाँको कार्यक्रम, मुख्यमन्त्रीदेखि लिएर 7वटै प्रदेशको पर्यटन मन्त्री अनि सङ्घीय पर्यटन मन्त्री अनि पर्यटन सचिव 7वटा प्रदेशको लिएर गएर हामीले चाहिँ त्यो 2 दिनको त्यो कार्यक्रम त्यहाँ चाहिँ गऱ्यौँ। त्यहाँको व्यक्तिको अपनत्व, त्यहाँ चाहिँ हरेक व्यक्तिले आफ्नो फेसबुक मार्फत प्रचार अनि किनभने एकजनाले अर्कोलाई जानकारी गराउने त्यो मिलेर गरेको हुनाले अहिले बर्दियाको अस्ति हामी गएर हेर्दाखेरि एउटा कार्यक्रममा गएको थिएँ, त्यहाँ पर्यटकको घुइँचो लागेको छ, अहिले बढ्दो क्रममा छ। त्यसले गर्दा अनुरोध के गरेँ भन्दा, अहिले यसलाई चाहिँ हामी सबैले मिलेर यसलाई सम्भावना चाहिँ एकदमै व्यापक भएको, तपाईँ हामीले आफ्नो ठाउँ प्रचार नगरेको खण्डमा बाहिरबाट आएर कसैले यो ठाउँ चाहिँ प्रचार गर्दैन। त्यसले गर्दा हजुर हामीले नै यसलाई चाहिँ बढीभन्दा बढी गरौँ। र एउटा अर्को अनुरोध पनि गरेँ, यो अलिकति यसलाई चाहिँ नकारात्मक प्रचारमा नलैदिनु होला, किनभने यो धार्मिक स्थल हो। भोलि गएर यसलाई नकारात्मक लिएर जानुहुन्छ भने आफूले आफूलाई नै अन्याय गर्नुहुन्छ। यो ठाउँलाई नकारात्मक गर्नु होला भनेपछि यहाँ वरिपरि त तपाईँ हामी नै बसोबास हो नि, हामी नै बसिरहेछौँ, आफ्नो क्षेत्र आफै बिगार्ने काम चाहिँ नगर्नु होला। त्यो मेरो अनुरोध गरेँ। किनभने एउटा दुईवटा कता यसो कमेन्टहरू आउँछ, त्यस्तो कमेन्ट सब नलेखिदिनु होला। बरु कसैको रिस छ, कहीँ कतै छ भने व्यक्तिगत आएर भन्नु होला, आएर यो छ भनेर गर्नु होला। यो सुरुवात चाहिँ नगरिदिनु होला, यो अनुरोध पनि गरेँ। अब भोलि गएर बाइचान्सले यसको नेगेटिभ मेसेज गयो र यहाँ यस्तो रहेछ भनेर गयो भने यहाँ टिक्न मान्छे आउँदैनन्, धार्मिक व्यक्ति मात्रै आएर पूजाआजा मात्रै गरे यो पर्यटक स्थलको रूपमा हुँदैन मान्नु होला। यहाँ चाहिँ हाम्रो सोचमा यो ठाउँ आधिकारिक दस्तावेज होस् यो सम्मेलनपछि, त्यसपछि यसको व्यापक प्रचार होस्। अनि प्रचार अब तपाईँ हामीले राष्ट्रिय मिडियामा सबै टेलिभिजनमा लगेर हामीले चाहिँ गएर अहिले प्रचार गरेर हामीलाई 50-60 लाखभन्दा बढीको बजेट चाहिन्छ। प्रधानमन्त्रीले आएर पाणिनी यो भनेर प्रमाणित रूपमा बोलिदिनु भयो भने त्यो अन्तर्राष्ट्रिय जगतमा जान्छ। त्यो रहेछ। अस्ति हामीले चाहिँ एउटा अनुभव पनि गऱ्यौँ, राष्ट्रको प्रमुख व्यक्तिले आएर केही कुरा भनिदिनु भनेको आधिकारिक हो। त्यो आधिकारिकता त जुगोसम्म रहेको हुन्छ। त्यसले गर्दा यसलाई चाहिँ हामी एकदमै पोजिटिभली लैदियौँ। र अर्को यहाँ चाहिँ यो सम्मेलनपछि एउटा डिपिआर पनि छलफल हुन्छ, त्यसले एउटा लगानीको बाटो पनि हुन्छ। अहिले हामीले जति प्रचार गरेछौँ पत्रचार, त्यो पत्रचारमा उद्योग वाणिज्य सङ्घदेखि लिएर जम्मै पर्यटन व्यवसायहरू प्रदेशको, त्यसपछि प्रदेशका लगानीकर्ताहरू अरूहरूलाई पनि आउनुहोस् हेर्नुहोस् भनेर गरेछौँ। यहाँ आइसकेपछि भोलि उहाँहरूले पनि हेर्नु होला सम्भावित ठाउँहरू के हुनसक्छ भनेर, यसले लगानीको पनि गर्न सक्छ। र यसको उद्देश्य भनेको भोलि यसलाई ध्यान केन्द्र, सांस्कृतिक अध्ययन केन्द्र, आध्यात्मिक क्षेत्र र पर्यटनको सम्भावित क्षेत्रको रूपमा विकास गर्दै लिएर जाने हो। त्यसले गर्दा यसमा चाहिँ होम हैसियत गरिदिउँ। अर्को यो 2 दिनको कार्यक्रममा अब यहाँ चाहिँ अघि चाहिँ कुराहरू आएको थियो, हाम्रो लाइभ टेलिकास्टहरू पनि हुन्छ। प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय मार्फत चाहिँ टेलिभिजनहरूमा कोअर्डिनेट भइरहेको छ। आज बेलुकासम्म चाहिँ उहाँहरूले पत्रचार गर्नु होला। त्यो भएपछि यसलाई 2 दिन चाहिँ लाइभ टेलिकास्टहरू गराएको हुन्छ। र अर्को चाहिँ यो भने मैले चाहिँ 2 दिनको कार्यतालिकाहरू लगभग भोलि पर्सिसम्म चाहिँ हाम्रो फाइनल हुन्छ। चैत्र 27 र 28 गते सबै मिली पाणिनी तपोभूमि जाउँ। हाम्रो सम्पदा पाणिनीको सान, पाणिनी तपोभूमिलाई विश्व सामु सिनाऊ। राष्ट्रिय ऐतिहासिक पाणिनी सम्मेलन चैत्र 27 र 28 गते सबै मिली सफल बनाऊ।